महासमिति महाधिवेशन हाम्रो क्षेत्र प्रदेश क्षेत्र नगरदेखि लिएर गाउँसम्मका सभापति र साथीहरू मैले धेरै नै बोल्छु भनेको थिएँ सुरुमा सभापति भएपछि बोल्नुपर्छ होला कुर्सी पनि भरि थियो अब मैले धेरै बोल्छु भनेको र यो कुर्सी खाली भएको पर्सेन्ट मिलाउनु पर्ने छैन अब हामी जम्मा मलाई लाग्छ 10% पनि छैनौँ हामी त्यस कारणले मैले बोल्ने कुरालाई 90% टुङ्ग्याएर मैले 10% मात्रै कुरा साथीहरू एकैछिन अब यसको एउटा सारांश पनि हामीले निकालेर हिँड्नुपर्ने हुनाले जो जति हुनुहुन्छ एकछिन शान्तपूर्वक बस्नमा अनुरोध पनि गर्छु वास्तवमा धेरै कुरा आइसकेका छ मैले दोहोऱ्याउनु पर्ने कुरा के छ हाम्रो पार्टीको अहिलेको वर्तमान राष्ट्रिय इस्यु के हो हामी कुन ठाउँमा छौँ र अबको हाम्रो गन्तव्य के हो अथवा यो क्राइसिसको यो आपतकालीन अवस्थाको व्यवस्थापन कसरी हुने हो अब यो धेरै मैले चर्चा गरेँ यसको ब्याकग्राउन्ड वास्तवमा नेपालको राजनीतिक इतिहासमा मात्रै होइन नेपाली काङ्ग्रेसको इतिहासमा सायदै मात्रै होइन भोलि इतिहास लेख्नेले अवश्य पनि लेख्नेछन् र हामीले विगतको इतिहास राणा शासकको इतिहास पञ्चायतको अघिल्लो कालको इतिहास सुन्यौँ पछिल्लो कालदेखि आजसम्म आफैले 36 सालपछि आफ्नै आँखाले देख्ने मौका पाएका छौँ अथवा मैले पाएको छु भनौँ तर यस्तो लावारिस अथवा भूमिकाविहीन र काङ्ग्रेस कहाँ छ भनेर बत्ती बाल्नु पर्ने अवस्था सायद अब इतिहासमा भोलि पनि हुने छैन अब केही न केही नयाँ राजनीतिमा निराशै हुने कुरो त आएन भोलिको दिन त्यस्तो हुने छैन यो अवस्थामा जुन हामी अहिले रुमेलिएका छौँ वास्तवमा यो अवस्थाबाट हामीले निकास निकाल्नको लागि हाम्रो केन्द्रीय नेतृत्व केन्द्रीय कार्य समिति जुन द्रुत ढङ्गले अगाडि बढ्नुपर्ने हो त्यो अहिले अनिर्णयको बन्दी भएको छ र त्यो अनिर्णयको बन्दी भए बापत विभिन्न ठाउँमा आफ्ना आफ्ना किसिमका भेला आफ्ना विचारहरू दिँदै गर्दा पनि हाम्रो गण्डकी प्रदेशले एउटा औपचारिक फोरम आफ्नो पार्टीको फोरममा आज जुन छलफल चलाएको छ यसको लागि म गण्डकी प्रदेशका सभापतिजी लगायत प्रदेश कार्य समितिलाई म धन्यवाद दिन चाहन्छु र अब म धेरै अघि नै भनेको छु मैले धेरै बोल्दिनँ भने र मेरो निचोड के हो भन्दाखेरि अहिले जति भूमिका दिए पनि आजको कुराको निचोड के हो भने नियमित अधिवेशन वा विशेष अधिवेशन हाम्रो जिल्लाको पनि अघि साथीहरू यहाँ बोलिसक्नु भयो अघि पनि कुरा आइसकेको छ कि हाम्रो झन्डै 2/3 महाधिवेशन प्रतिनिधिले मङ्सिरभित्र रेगुलर अधिवेशन नभए विशेष अधिवेशनबाट नेपाली काङ्ग्रेसको अहिलेको रिफर्म अथवा नेपाली काङ्ग्रेसलाई रूपान्तरण गरेर नेतृत्व र विचार अहिलेको आवश्यकता अहिलेको इस्युलाई पहिचान गरेर नेपाली काङ्ग्रेस अगाडि बढ्नुपर्छ भन्ने हाम्रो जुन निर्णय छ त्यही निर्णय अनुसारै अब यो मङ्सिरभित्र नगर्ने अथवा अहिलेसम्म के अरे कुनै निर्णय केन्द्रले नगर्ने र गर्ने पनि के हो भन्दाखेरि 2 बजे 1 बजे मिटिङ बोलाउने 4 बजे छोड्ने फेरि 2 दिन ग्याप गर्ने त्यो मिटिङको आयोजना नै आफैमा जाल झेल्नु छ भन्ने मलाई लाग्छ त्यो निकाल्नेतिर छैन मान्छेलाई के गर्ने भने कहिलेकाहीँ तपाईँ हामी पनि राजनीति गर्दै आएको यो थकाउने र लखट्ने भन्छ कि एकजनालाई लखट्ने एकजनालाई थकाइरहँदा मान्छे थाकेपछि आफै हिँड्छ अहिले पनि हाम्रो साथीहरू थाके जस्तो लागेर हिँड्या त होइन छिटो भयो घर जानु पर्यो नगरपुरका मान्छे अहिले चाँडो हिँड्नु जस्तो भएको थियो यहाँ लोकल साथी पनि थाकेर हिँड्यो त्यो थकाएर थकाउनु थालेपछि त मान्छे भाग्छ त्यस कारणले जे पनि मान्छे त्यसलाई लिङ्गरिङ गरौँ भन्दै ल्याएर अहिले एउटा जग हँसाइ भन्छ सबैले सबै पार्टीहरूले निर्वाचनमा जाने कि नजाने अहिलेको आवश्यकता के हो आफ्नो पार्टीलाई कसरी रिफर्म गर्ने कसरी नयाँ दल दर्ता गर्ने अथवा के गर्ने विभिन्न पार्टीको बिचमा अहिले पोलराइजेसन भइरहेछ तर नेपाली काङ्ग्रेस अधिवेशन गर्ने कि नगर्ने म्याच सिद्धिया छ मङ्सिरमा शान्तमा म्याच सकिन्छ भने यो सबै केही काङ्ग्रेसलाई नयाँ कुरा दिने भन्दा पनि एउटा व्यक्तिगत काङ्ग्रेसलाई आफ्नो क्याप्चरमा राख्ने र मैले त हिजो पनि सुने केन्द्रीय समितिमा अस्ति साथीहरूले केन्द्रकाले बोलेको सुने महामन्त्रीले एउटा सेड्युल ल्याउँदा महामन्त्रीले पार्टी क्याप्चर गर्न खोजेको भन्ने पनि मैले सुने पार्टी महामन्त्रीले क्याप्चर गर्न खोज्यो कि निर्णय गर्न नदिने टोलीले खोज्यो
कि अहिले हामी त्यति कुरा पनि बुझ्न नसक्ने भइसक्यो, हामी बुझ्दैन। त्यस कारणले के छौँ अहिलेको वर्तमान अवस्थालाई मनन गर्दै हामी गम्भीरतापूर्वक मलाई लाग्छ अब यो म हिजोको दिनसम्म अस्तिसम्म त यो रेगुलर महाधिवेशन हुनुपर्छ भन्नेमा थिएँ। म आज यहाँसम्म आइपुग्नु गर्दा म आफै मोटिभेसन के भयो भने रेगुलर महाधिवेशन गर्ने कुरै छैन, गर्दै केन्द्रले निर्णय गर्दैन, त्यो लेख्रो तानिरहनुभन्दा सिधै विशेष महाधिवेशनमा जानुपर्छ र हामीले सही गरेर दिएको जुन सत्रको 2 अनुसारको जुन म्यान्डेटरी अथवा बाध्यात्मक त्यहाँ कानुनी व्यवस्था छ विधानमा, त्यो विधान अनुसार विधानको कार्यान्वयन गर्ने कुरामा अब विशेष अधिवेशन गरेर नेपाली कांग्रेसले नयाँ नेतृत्व र नयाँ विचारका साथ अगाडि जानुपर्छ भन्ने र मेरो आफ्नो विचारको साथमा यो आजको यो भेलाले विशेष महाधिवेशनको निर्णय गरोस् भन्ने म प्रस्ताव पनि यहाँ राख्न चाहन्छु। आदरणीय सभापतिलाई मैले अनुरोध गर्दै त्यो प्रस्ताव अब भएका मध्ये पनि 50 भन्दा बढीले ताली पिट्नु भएको छ। भइसक्यो, उपस्थित मध्ये 50% भन्दा बढीले ताली पिट्या हुनाले यो प्रस्ताव पास भएको सभापतिलाई जानकारी गराउन चाहन्छु। र मेरो भनाइ अन्त्य गर्दै गर्दा यो आजको भेलाले अब यो भेला फेरि यो बिचमा नहुन पनि सक्छ। म एउटा प्रस्ताव के राख्छु भने निकट भविष्यमा हाम्रो प्रदेशमा अप्पर हाउसको चुनाव हुँदैछ। 2टा सिट, 1जना महिला 1जना पुरुष। मलाई लाग्छ 2टै खुल्ला सिट, यो रिजर्भेसनवाला सिट होइन। त्यस कारणले हाम्रो भेलाको तर्फबाट, हाम्रो प्रदेशको तर्फबाट र म यति सभापति नवलपुरको हैसियतले पनि सबै साथीहरूको तर्फबाट अबको यो अप्पर हाउसमा निर्वाचित गर्नको लागि क्यान्डिडेट जुन छ त्यो क्यान्डिडेट पनि आजको यो भेलाले प्रस्तावित गर्न म हाम्रो आदरणीय सभापतिजीले मान्नुहुन्छ थाहा छैन। मैले आदरणीय सुकराज दाइलाई यसपल्ट हाम्रो गण्डकी प्रदेशबाट अप्पर हाउसमा पठाउनुपर्छ भन्ने प्रस्ताव पनि मैले भनेपछि अब योभन्दा धेरै बोलेर तपाईँहरूले सुन्नु होला जस्तो भएन। त्यस कारणले यहाँ सबैलाई धन्यवाद दिँदै र आजको भेलाले एउटा चाहिँ पोखराको सन्देश देशव्यापी रूपमा कांग्रेसको बिचमा अथवा यो कांग्रेसलाई सही गन्तव्यमा लानलाई ठोस निर्णय कांग्रेस गण्डकी कार्य समितिको भेलाले गर्यो भन्ने एउटा रिजुलेसन एउटा हाम्रो तर्फबाट एउटा चाहिँ आज एउटा के भन्छ त्यसलाई के अरे हामीले एउटा प्रस्तावै पास गरेर केन्द्रमा पठाउनुपर्छ जस्तो लाग्छ र मलाई जुन यो अवसर दिनुभयो यसको लागि आयोजक साथीहरूलाई धन्यवाद।